ल है आज मैले पिरो रामेन मिठो तरिकाले रामेन खाने तयारीमा छु। आज चाहिँ मैले सरर बेरुको गएर रामेन ल्याइसकेँ। अब सुप झिकेर राख्छु। अब पानी बोइल गर्नुपर्छ। हल्का पानी तताएपछि अब पानी चाहिँ तात्दैछ, बग्ला उम्लिँदैछ। अब पानी तताएर हालिसकेँ मैले। अब चाहिँ टक्क तपाईँ पनि ठिक्क हाल्नुहोस् पानी। अब त बोरी हाल्नु पर्दैन, ठिक्क यो चाउचाउ डुब्ने भयो हुन्छ। चाउचाउमा पानी हालेपछि टक्क त्यसलाई ढाक्नुहोस्। तर मैले हल्का धेरै बेर त ढाकिनँ। अब ढाकिसकेपछि त्यहाँ खोल्ने कुरा हुन्छ, त्यहाँबाट खोल्नुहोस् त्यो प्लास्टिकलाई। त्यसभित्रको पानी सर पुरा फालिदिनुहोस्, नआत्तिकिन गर्नुहोस् है। यसो तपाईँको खुट्टामा फेरि पानी झर्न सक्छ। अलि राम्रो तरिकाले फाल्नुहोस्, क्याल तरिकाले। तातो पानीले पोल्यो भने फेरि नमजा हुन्छ। अब त खोलेर अब चाहिँ त्यसमा अब मैले चाहिँ अब त्यसमा सुप हाल्दैछु है। यो चाहिँ यही रामेन पर्छ यो सुप। तपाईँले बाहिरबाट किन्नु पर्दैन छुट्टै। यो दुईटा सुप पर्दो रहेछ यो रामेनको। अर्को सुप पनि हालिसकेँ मैले। अब सुप हालिसकेपछि अब हल्का मैले चाहिँ अब टिमुर नखाइ त हुँदैन, साथीले ल्याएको टिमुर सरर हाल्छु। टिमुरले चाहिँ जिउरो हल्का स्वादिलो बनाउँछ। अब चाहिँ यसलाई तरिकाले मोड्नुहोस् टक्क चम्चाले नत्र चपस्टिकले। जापानमा त अब चपस्टिक जाँतै हुन्छ। अब टक्क मैले चाहिँ बिहान खाना पकाउँदाको तरकारीमा राखेको चना हाल्दैछु। अब यो चना हालेर त्यसैमा मिसाउने। अब मैले त्यसमा आलु र चनाको सब्जी पनि थियो बिहानको रहेको बासी, त्यसैमा मिसाएर खाने विचार गरेको। मैले पनि 2-3 चम्चा त्यसमा हालेँ। धेरै त त्यति हाल्यो भने चाउचाउको स्वाद हराउँछ, ठिक्क हाल्नु। यो चाहिँ चुक है। यो चुक चाहिँ थोरै मात्रामा हाल्नुहोस्। चुक चाहिँ हल्का जिउरोलाई टाँटो बनाउने, अमिलो। अब त्यसपछि हक्क मोलेर अब त्यसलाई स्वादअनुसार अब मोल्नुहोस्। मोलिसकेपछि त्यसलाई फेरि तरिकाले खानुपर्छ। अब यति मोलिसक्यो। मेरो चाउमिन रेडी भयो। अब चाउमिन त के भन्ने, यहाँ जापानमा रामेन भन्छ, नुडल्स भन्ने हुन्छ। तपाईँ आफ्नो भाषामा जे भने हुन्छ, हामीले चाउमिन भन्छ नेपालमा। चाउमिन जस्तो भयो नि। अब टक्क खानु।